वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु, यो रेकर्डमा रहोस्। खाली मै पनि एमाले सै पनि एमाले, खोइ त बुढा कुरो त रेकर्डमै छ त, के हो? अनि अर्को के गरे? दक्षिण एसियाकै सबभन्दा ठुलो सहर, ओ माई गॉड। अब चुनाव आउँदैछ फेरि, अब यिनै बुढाहरूले फेरि नयाँ नयाँ टेक्निक ल्याएर, नयाँ नयाँ भनौँ न जनतालाई उल्लु बनाएर फेरि पनि नयाँ एजेन्डाहरू ल्याएर आएका छन्। फेरि पनि ग्यासको पाइप घरमा पुऱ्याइदिन्छु, के अरे दक्षिण एरिया जस्तो दक्षिण एसिया जस्तो बनाइदिन्छु अरे। खोइ त, अब चुनाव आउँदैछ, अब सबैजना सचेत हुने समय आएको छ। यो समय भनेको हाम्रो मत अधिकारको सही ठाउँमा सदुपयोग गर्नुपर्छ। त्यत्रो जेनजी युवाको आत्माले अहिलेसम्म पनि शान्ति पाएको छैन, किनकि त्यो अवस्था अझै पनि त्यही छ, सीमित नै छ। अहिलेसम्म त्यो अवस्थाको बारेमा कसले गोली चलायो, के गर्यो, सरकारमा भएकाहरूले भनौँ न जवाबदेहिता नै छैन। सबै कुरा तपाईँहरूको अगाडि यत्रो ढुक्क हुँदाहुँदै पनि अब मैले यसमा बोल्नुपर्ने केही पनि छैन, सबै कुरा रेकर्डमै छ। अब पनि हामीले चाहिँ हाम्रो देश बनाउनका निमित्त हाम्रो समृद्ध नेपाल चाहने हुनुहुन्छ भनेदेखि चाहिँ अब सबैजनाले सचेत भएर एउटा नागरिक आफ्नो भनौँ न आफ्नो मत कसलाई दिँदैछु, एउटा सचेत नागरिकको तर्फबाट आफ्नो मत कसलाई दिँदैछु र त्यो व्यक्तिको बारेमा राम्रोसँग बुझेर तपाईँलाई भर लाग्छ त्यो व्यक्तिले हाम्रो बारेमा बोलिदिन्छ। अहिले 2-4 दिन आएर 2-4 दिनहरू आएर यसो काम गरेको जस्तो जनताको घरमै गएर ओहो यो नेताले त काम गरिदिन्छ जस्तो गरिरहेका छन्, सबैले देखिराख्नु भएको छ, सामाजिक सञ्जालमा फैलिरहेछन् यस्ता कुराहरू। तर यसपटक चाहिँ सबैजना सचेत हुनुपर्छ। एउटा देश बनाउँछु र देशलाई एउटा अगाडितर्फ लैजान्छु र जनताका दुःखमा साथ दिन्छ जस्तो लाग्छ भने त्यसलाई भोट हाल्नुहोस् र सबैजनाले यो पटक चाहिँ आफ्नो मताधिकारको सही ठाउँमा सही सदुपयोग गर्नुहोला। जय नेपाल।